So welcome to my vlog. So हामी चाहिँ कहाँ जान लागेको भन्दै बुढा? Bangkok, Thailand. So यो चाहिँ हाम्रो फर्स्ट इन्टरनेसनल ट्रिप हो. हामी चाहिँ ब्याङ्कक जान लागेको है. So I am so excited. अनि अब चाहिँ कति के हुन्छ रमाइलो अपडेटहरु तपाईलाई दिन्छु हैन. अहिले चाहिँ हामी एयरपोर्टमा छौं हैन. हामी यहाँ चाहिँ टिकट र हामी चाहिँ वेटिङमा छौं अहिले. हामी चाहिँ एयरपोर्ट पुगिसकेको छौं अनि हामीले चाहिँ डकुमेन्टहरु यहाँ देखाउनु पर्ने रहेछ. अब के को डकुमेन्टहरु प्रोसेसहरु अनि हामीले चाहिँ डकुमेन्टहरु यहाँनिर देखाए अनि त्यसपछि फेरि हामी यहाँबाट लागे र हामीले बोर्डिङ पास चाहिँ गरिसकेको थियौं. मैले चाहिँ बोर्डिङको चाहिँ भिडियो बनाइन अनि यहाँनिर चाहिँ बस आइसकेको छ हामीलाई प्लेनसम्म ड्रप गर्नलाई र हामी चाहिँ हामी जान लागेको बस चढ्न लागेको अनि यहाँ चाहिँ मेरो बुढा हेर्नुस् न कति मक्ख हुनुहुन्छ अनि हामी चाहिँ अब बसमा पनि चढिसक्यौं हैन अब प्लेनसम्म पुग्नलाई अनि त्यसपछि हामीहरु प्लेनसम्म पुगे. यो चाहिँ मैले प्लेनको भिडियो लिएको अलिअलि हैन अलिकति देखाउनु पर्यो नि त भनेर अनि प्लेनको भिडियो लिएपछि हामी यहाँ प्लेनको आफ्नो सबजना हाय हामी चाहिँ यहाँ प्लेनमा बसिसक्यौं. अब यात्रा सुरु भयो हाम्रो र एकदम एक्साइटेड छौं हामी हैन. ल कस्तो हुन्छ अब कति घण्टा 3 घण्टाको छ रे हैन फ्लाइट चाहिँ अब यतिकै सुत्दै जान्छ बिच र अरु अपडेट चाहिँ हामी त्यहाँ पुग्न सकिन्छौं. बाइ फाइनली हामी चाहिँ ब्याङ्कक पुगिसकेको छौं. हामी चाहिँ ब्याङ्ककको एयरपोर्टमा छौं हैन अनि हामी चाहिँ अब सिम लिन जान लागेको. यहाँ चाहिँ सिम चाहिन्छ नि आफ्नो त्यही भएर सो हामी हेर्नुस् एयरपोर्ट हो र अब चाहिँ हामी सिम लिएर त्यसपछि हामी चाहिँ यहाँबाट अब पटाया यहाँ चाहिँ हामी थाइल्यान्डमा ल्यान्ड भइसकेपछि हामीले चाहिँ यहाँनिर चाहिँ एयरपोर्टमा हामीले सिम लियौं र उहाँले सिम चाहिँ हाल्दै हुनुहुन्छ. अब हजुरहरूले प्याकेज अनुसारले सिम लिनु छ भने यहाँ अप्सनहरु टन्नै हुन्छ हेरेर हजुरलाई कति दिनको प्याकेजको सिम लिनु छ. हामीलाई चाहिँ 4 नाइट 5 डेजको लिनु थियो त्यही भएर हामीले चाहिँ 4 नाइट 5 डेजको मात्रै लिए. अब हजुरले 5 डेज 8 डेज 15 कति दिन बस्नु पर्छ त्यो अनुसारले हजुरले प्याकेज अनुसारले तपाईले सिम लिनुहुन्छ. त्यसमा अब तपाईको सबै डाटाहरु सबै इन्क्लुडेड हुन्छ. हामीले चाहिँ अब 4 नाइट 5 डेजको भएको कारण हामी चाहिँ त्यो अनुसारले लियौं हैन अनि हामीलाई चाहिँ 400 बात परेको थियो सिमको चाहिँ हैन. अब हजुरले कन्भर्ट गर्नु कति हुन्छ अनि हजुरलाई सिम लिनु छ भने चाहिँ एयरपोर्टमै लिनु होला. बाहिर पनि पाउन चाहिँ सक्छ होला तर एयरपोर्टमा इजी नै हुन्छ किनकि उही नै प्राइस हुन्छ हैन अनि हामीले त्यही भएर एयरपोर्टमै लियौं हैन सिम अनि तपाईहरु पनि एयरपोर्टमा लिन सक्नुहुन्छ. जुन कन्सल्टेन्ट हामी प्याकेज बुकिङ गरेर आएको हुन्छौं उहाँले चाहिँ आफै यहाँनिर चाहिँ नाम दिनुहुन्छ एयरपोर्टमा. हाम्रो चाहिँ मिस्टर बुद्धिनाथ हुनुहुन्थ्यो. यो पेपर यसरी देखाउनुहुन्छ उहाँले नि हामी त्यहाँ जानुपर्छ र उनीहरूले सबलाई काउन्ट गरेर हैन कति जना हुन्छ प्याकेजमा त्यो अनुसारले मात्रै गाडीमा हालेर अनि मात्रै लग्नुहुन्छ. अनि त्यसपछि यहाँ हामी चाहिँ होटलमा आइसकेको छौं. यो चाहिँ हाम्रो पटायाको होटल हो. हाम्रो चाहिँ राति 12 बजे यहाँनिर आइपुग्यौं हैन अनि हाम्रो चाहिँ यो यही हो होटल अनि हाम्रो होटलको नाम चाहिँ माइन्ड रिसोर्ट थियो. यो चाहिँ हाम्रो इन्डियन होटल थियो. कहाँ आए हामी हामी कति बजिरहेको भयो अहिले हामी बल्ल आइपुगे पटाया. अब हामी गएर छु रुममा. ल हाम्रो खुल्यो हामी चाहिँ आफ्नो रुमहरु खोज्दैछौं. यहाँनिर चाहिँ यस्तो रहेछ रुमहरुको चाहिँ हैन सबजना आफ्नो रुमहरु खोज्दै हुनुहुन्छ. अब रुमतिर लागे अब हामीहरु सबजना हाम्रो चाहिँ 316 हो. हाम्रो चाहिँ 312 हाम्रो चाहिँ रुम. यो चाहिँ बाथरुम फर्स्टमा तपाईलाई मैले बाथरुम देखाइहालेँ. यो चाहिँ हाम्रो रुम हो. आजको रुम यस्तो छ. आजको हाम्रो रुमहरु यस्तो छ है गाइस. हेलो हामी चाहिँ रुममा आउनु बित्तिकै हैन रेडी पनि भएन मेथी हामी निस्किहाल्नु. अनि यता हेर्नु त हेलो भन्नु हेलो ब्लग है ल ब्लग मेरो युट्युब छ है सब्स्क्राइब गर्नु होला. फेरि बिपिना हो बिपिना श्रेष्ठ हामी चाहिँ युट्युबमा ठ्याक्क हेरेर
हामी चाहिँ नाइट वाक गर्दैछौँ है। यहाँ रातिको यहाँ कस्तो छ होइन। स्ट्रिट फुड अब भोक लाग्यो नि त, अब खानु पऱ्यो होइन। आज हाम्रो चाहिँ फर्स्ट डे होइन। फर्स्ट डेमा कति रमाइलो के हुन्छ हेरौँ है। यहाँको कतिको रमाइलो हुँदो रहेछ। अहिलेसम्म त रमाइलो लागिरहेछ। राति हामी कति बजी 10 यस्तो छ है। हामी चाहिँ यस्तै हो, यहाँ रेडीहरू गर्न घुम्न निस्क्यो। बल्ल बल्ल यहाँ रेस्टुरेन्ट बनाएको छौँ होइन। यहाँनिर चाहिँ खानाको लागि मेनु हेर्दै हुनुहुन्छ उहाँले। अब के मगाउने यता हेर्नु त, के मगाउनु त र उहाँले हेर्दै हुनुहुन्छ। मलाई चाहिँ खानै मन छैन, लास्टै टाउको दुखिरहेछ है, भमिट आउला जस्तो भएर गाह्रो भइरहेछ। यहाँ पनि मगाउँदै हुन्छ। म चाहिँ केही नखाने है गाइज। हेलो कहाँ जान लाग्यो हामीहरू? स्ट्रिट फुड खान। यहाँनिर त्यसरी स्टल राखेको छ स्ट्रिट फुडको। यहाँनिर यसरी छ स्ट्रिट फुडको स्टलहरू। यहाँ त्यस्तो छ, सबैजना ग्रुपमा हामी हिँड्दैछौँ। स्ट्रिट फुड खोज्दै हिँड्दैछ हामी।